त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट किन मूक दर्शक बन्यो? लिखबु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। नेपाली सेना कुनै दल, गुट वा विचारको संस्था होइन। यो गोर्खाली इतिहास, राष्ट्रिय स्वाभिमान र सार्वभौम नेपालको अस्तित्वसँग जोडिएको राष्ट्रिय शक्ति हो। त्यसैले सैनिक सङ्गठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो। यसको म विशेष ध्यान आकर्षण गरेर उहाँले 2 पटक राखिसक्नुभएका सेनाप्रतिको अभिव्यक्तिलाई अभिलेखबाट हटाउनको लागि अनुरोध गर्न चाहन्छु। रासपा कुनै सुसङ्गत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सारसङ्ग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो। मान्य सदस्य एकैछिन रोकिनु होला। मान्य सदस्य के भयो? कुन नियमको कुन नियम आपत्ति हो? नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्यलाई म बोल्न दिन्छु। पहिला मान्य सदस्यले बोलिरहनु भएको छ, उहाँलाई आफ्नो बोल्ने क्रम समाप्त गर्न दिउँ। त्यसपछि यहाँले उठाउनु भएको नियममा म सुन्नेछु। अहिले बस्नुहोस्। त्यसपछि तपाईँलाई लागेको नियम आपत्तिको विषयमा म सुन्नेछु। एउटा यो जमातलाई एउटा जुन यो सम्मानित सदन छ, सम्मानित सदनमा एउटा सार्वभौम जनताको मताधिकार प्रयोग भएको त्यो मताधिकार लिएर हामी निर्वाचित भएर आएका छौँ। तर निर्वाचित भएर आएको एउटा चाहिँ जुन सार्वभौम संसद छ, सार्वभौम संसदलाई उहाँले अराजक जमातको भिड भनेर यो संसदीय मर्यादा र यो संसदकै अपमान गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ त्यो आचरण विपरीत गई कथित नीलो क्रान्ति, रासोपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नु भएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा, संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ, उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्। आज सदनमा यो संसदीय इतिहास, संसदीय रेकर्डमा रहने कुरा आजको पुस्ताले, अहिलेको समयले मात्रै हेर्ने होइन, भोलिको पुस्ताले पनि हेर्ने भएको विषयको कारणले गर्दाखेरि हामी संसदमा उपस्थित भइरहँदा यस्ता अमर्यादित र अशोभनीय कुराहरूलाई हामीले रेकर्डमा राखेर जान चाहिँ हामी सक्दैनौँ। त्यस कारणले गर्दाखेरि निज मान्यज्यूले उठाउनु भएका सम्पूर्ण कुराहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद। राजनीतिक नेतृत्वका दृष्टिले रासपा कुनै सुसङ्गत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सारसङ्ग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ। यो भ्रम र विरोधाभासको दर्शन हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।
मान्य सदस्य एकैछिन रोकिनु होला। मान्य सदस्य के भयो? कुन नियम आपत्ति हो? नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्यलाई म बोल्न दिन्छु। पहिला मान्य सदस्यले बोलिरहनु भएको छ, उहाँलाई आफ्नो बोल्ने क्रम समाप्त गर्न दिउँ, त्यसपछि यहाँले उठाउनु भएको नियममा म सुन्नेछु। अहिले बस्नुहोस्, त्यसपछि तपाईँलाई लागेको नियम आपत्तिको विषयमा म सुन्नेछु। मान्य सदस्य सुरु गर्नुहोस्। चौथो औद्योगिक क्रान्ति पश्चात एआई र अल्गोरिदम यसको प्रमुख प्रेरक एवं चालक शक्ति बन्दै गएको छ। सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपति ज्यू मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहहरूप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट किन मूक दर्शक बन्यो? लिक्बु लेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? असङ्ग नीतिको खिल्ली उडाउँदै सशस्त्र टिओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ? निरङ्कुश पञ्चायत ढाल्दा शहीद विद्यार्थीहरू गणतन्त्रका लागि लड्दा आफ्नो जागिर गुमाउने शिक्षक, कर्मचारी र पेसाकर्मीहरूको सङ्गठित हुने मौलिक अधिकार बलात् खोसिँदा यो नीति कार्यक्रमको घन्टी किन बज्दैन? म मान्य सदस्य मनिष खनाललाई यहाँले नियमापत्ति गर्नुभएको विषय राख्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, मान्यज्यूले अगाडि आफ्नो छलफलको क्रममा आफ्नो कुराहरू राख्दै गर्दा धेरै कुराहरू यहाँ प्रस्तुत गर्नुभएको छ, जसले गर्दाखेरि यो संसदीय मर्यादा जुन संसदमा अभ्यास गरिँदै गर्दाखेरि बोल्नुपर्ने कुराहरू धेरै त्यो आपत्तिजनक कुराहरू आएका छन्, जसको कारणले गर्दाखेरि मैले नियम आपत्ति गर्दैछु। केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। उहाँले बोल्दै गर्दाखेरि एउटा यो जमातलाई एउटा जुन यो सम्मानित सदन छ, सम्मानित सदनमा एउटा सार्वभौम जनताको मताधिकार प्रयोग भएको त्यो मताधिकार लिएर हामी निर्वाचित भएर आएका छौँ, तर निर्वाचित भएर आएको एउटा चाहिँ जुन सार्वभौम संसद छ, सार्वभौम संसदलाई उहाँले अराजक जमातको भिड भनेर यो संसदीय मर्यादा र यो संसदकै अपमान गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ, त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ, त्यो आचरण विपरीत गई कथित नीलो क्रान्ति, रासोपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा, संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ, उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ, त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्। आज सदनमा यो संसदीय इतिहास, संसदीय रेकर्डमा रहने कुरा आजको पुस्ताले, अहिलेको समयले मात्रै हेर्ने होइन, भोलिको पुस्ताले पनि हेर्ने भएको विषयको कारणले गर्दाखेरि हामी संसदमा उपस्थित भइरहँदा यस्ता अमर्यादित र अशोभनीय कुराहरूलाई हामीले रेकर्डमा राखेर जान चाहिँ हामी सक्दैनौँ। त्यस कारणले गर्दाखेरि निज मान्यज्यूले उठाउनु भएका सम्पूर्ण कुराहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद।